अब सरकार ढल्ने नढल्ने हो यहाँ पनि सोध्नु होला सरकारको आयु कति छ छैन आयु सरकारको आयु कहिले पो थियो र आयु भएको भए यस्तो विध्वंस हुने नि थिएन सरकार केही समयसम्म मात्रै हो निर्धक्क हुनु राजा ज्ञानेन्द्रको कुण्डलीको दशम भाव पावरफुल हुँदैछ राजा ज्ञानेन्द्रले पनि ध्यान दिएर सुन्नु होला यो मौकामा तपाईले आफ्नो पाइलाहरूलाई अगाडि बढाउन सक्नु भएन जनताहरूसँग गएर तपाई बिलौना गर्न सक्नु भएन र रास्तामा निस्किनु भएन भने तपाईलाई गाह्रो छ तपाईको मंगल सुताउने हैन उठाउने हो यही भन्न चाहन्छु यदि तपाई सुतिराख्ने हो भने तपाईको दाइ छन् एउटा रविन्द्र शाह भन्ने उनलाई पो राजमुकुट लगाउने हो कि नेपाली जनताले भोलि खोजी के थाहा ह कतिले नामै सुन्नु भएको थिएन होला राजा महेन्द्रका छोरा त एउटा जीवितै छन् नि फेरि या जुनसुकै पटिका हुन् एकजना छन् भोलि उनलाई राजा बनाउनलाई खोज्लान् ज्ञानेन्द्र सरकार तपाई अब जुरुक्क नउठ्ने हो भनेदेखि भोलि रविन्द्र शाहको पालो आउन सक्छ तपाई राजा हुने अनि उठ्नु पर्यो पृथ्वीनारायण शाहको रगत हो भने अब जाग्नु पर्यो यही भन्न चाहन्छु जस्तो यो सरकार ढल्यो भने चाहिँ कुन सरकार भन्ने अब मैले अहिले केही बोलिनँ म रिसर्चको क्रममा छु सरकार ढल्न सक्ने सम्भावना चाहिँ मैले अहिले पनि 60% सम्म पुगेको छु अब मैले हेर्दै छु शुक्र र शनिको अवस्था बुझ्दै छु मैले एकजना अलिकति चतुर नेताको कुण्डली मगाएको छु मगाइसक्ने बित्तिकै म तपाईहरुलाई बोलाएर अब सरकार यति दिन भित्रमा ढल्दिन्छ भन्ने लक्षण चाहिँ छ ढल्ने 60% चाहिँ ग्यारेन्टी छ अब 40% मैले अहिले ठोका दिन किनकि म अघि देख्नु होला यी चिना थियो यी हजुर त्यो सरकार ढल्ने नढल्ने भन्ने विषयमा त्यहाँ अहिले हाम्रो रिसर्च चलिरहेको छ 4-5 जना नेताको कुण्डली आइसकेका त्यो विषयमा हामी अनुसन्धान गर्दै छौं अनुसन्धान गरिसकेपछि ढल्ने नढल्ने म भन्दिन्छु अहिले मैले अचातलमा बोल्नु हुँदैन हजुर